छन्। यिनी चाहिँ मेरो छोरी, यिनी चाहिँ हाम्रो घरको खम्बा। आएन बोल्नु नि। आज हाम्रो निङ्रो टिप्ने प्लान छ। निङ्रो टिपेपछि तपाईहरुलाई देखाउँछु गाइज। यहाँ हाम्रो छोरीको पोजिसन छ है। छाता हो यो, गाउँले टाइप्सको हो क्या यो। गाउँले छाता के भन्दै हुन्छ कि बुवाले बोलाउनु भएको जस्तो सुने। यो चाहिँ भनौँ न नानी कहाँ गएको हामी? यो चाहिँ हामी माथिल्लो बारी गएको। त्यहाँ चाहिँ हाम्रो गाई बस्तु बाख्रा बाख्रा र कुखुरा मात्रै छ। हाम्रो चाहिँ त्यहाँ कुखुरा फार्म छ। हामी चाहिँ एकदम बिजनेस। यो चाहिँ हाम्रो गाउँ यस्तो छ। यो चाहिँ खादबारी जाने वाना जाने मूल बाटो, खादबारी टु वाना जाने बाटो, रोड बाटो यो मूल बाटो। आज चाहिँ हामी घरदेखि माथिको बारी गोठाला जाँदैछौँ। गोठाला त होइन, घाँसपात बाख्रा बस्तु कुखुरालाई अहिले भरे हामी देखाउँछौँ। उकालो छ, बोल्न सक्दिनँ। के भन्नु अरे? के भन्नु अरे? यति धेरै उकालो छ, माथि जानुपर्छ भन्दै भन्नु न। ए ल ल बहिनी छोरीले भनिसकेको छ है। यहाँ हाम्रो चाहिँ यति उकालो छ, माथि जानुपर्छ। बाटो चाहिँ 2 मिनटको, तर उकालोले गर्दाखेरि आधी घन्टा जस्तो लाग्छ भन्नु न। सुन्नुभयो होला नि साथीहरू। अब एकैचोटि माथि देखाउने। यो चाहिँ हाम्रो घर थोरै देखिएको छ। सुरुमा यस्तै अरे क्या। मैले भ्लग बनाउनेहरूको मान्छे सुनेको, बोल्न आउँदैन, त्यही पनि यसो मेमोरीको लागि राखिराख्ने। पछि भावना छोरी कता पुग्छ अनि त्यति बेला हेर्नुपर्छ होइन। यता हाम्रो छिमेकीहरूको घर। टोइलेट चाहिँ देखि जाने रहेछ है। कसै कतिखेर बस्नु यो टोइलेट आत्तिएर। यता मामाको बाख्रा एकदम बिक्रीमा हो। ए यो चाहिँ दाम्लो खाएर अरे नयाँ ट्र्याक्टिस बाँसको पो रहेछ त। ए ल म देखाइदिन्छु। म माथिल्लो बारी देखाइदिन्छु। के भन्नु टक्कसँग हामी चाहिँ हिँड्दै यहाँ माथि हाम्रो चाहिँ माथिल्लो बारी, त्यहाँ चाहिँ कुखुरा बाख्रा छ। यस्तो घाम लागिरहेछ कि गाइस, फेरि कुकुर कराउँदैछ। ल त्यस्तो पटाटा त होइन, टक्कसँगै हाम्रो चाहिँ माथि बारीमा मकै पनि यत्तिको भइसकेछ। हाम्रो चाहिँ त्यहाँ माथि हो बारी, सबै जङ्गल नै जङ्गल। आफ्नो आफूतिर होइन त? थाहा छ। किन आफू चाहिँ देखाउनु भनेर नि। टक्कसँग अब हामी चाहिँ जान्छौँ।
पुरै घारी नै घारी छ। लाइक कमेन्ट भ्युज नआए पनि आफ्नो मेमोरी रहिराख्छ नि त। तर म धेरै हल्लाएर उठ्दो रहेछ नि हौ। जुम गरेर भने धेरै हल्लिन्छ। जुम त गरेको छैन। त्यहाँ हाम्रो चाहिँ घर छ। यो चाहिँ पछि चाहिँ यसलाई राम्रो व्यवस्थापन गरेर घर पनि बनाउनु मिल्ने। अहिले चाहिँ कुखुरा बाख्रालाई घर, पछि चाहिँ मान्छेको लागि पनि बनिनुहुन्छ। हाम्रो मकै यो चाहिँ यसरी बोक्नुपर्छ गाग्री। हाम्रो चाहिँ यत्रो यत्रो भएको छ यहाँ चाहिँ मकै। यो हाम्रो मकै हो यताको? यो हाम्रो मकै हो नि त। यो चाहिँ सुभाष बाजेहरूको मकै, कान्छा बाजेहरूको। अनि यो चाहिँ हाम्रो। यो त हाम्रो होइन? यो हाम्रै हो नि यताकै। गोडेको जति चाहिँ? ठुलो ठुलो मकै भइसकेको रहेछ। अनि अब ट्याक्कसँग हाम्रो चाहिँ फेरि बारीमा चाहिँ फलफुलहरू पनि टन्नै छ क्या। अब यहाँ के भन्छ खोल के भन्छ, केरा भन्छ होइन, केरा पनि, अनि यहाँ जुनार पनि एकदम, अनि कटहर पनि फलिरहेको छ यहाँ चाहिँ। यहाँ चाहिँ पहिले सम्पर्क गर्नु होला। अनि बाख्रा चाहिँ हाम्रो यति छ, 2टा माउ अनि 3टा बच्चा छ। अनि यिनीहरू चाहिँ एकदम 3टा बच्चा छ। त्यो 2टा बोका खोइ त्यो बेच्नु भयो होला हौ, खानाको होला मारेर। अनि टक्क हाम्रो चाहिँ यहाँको घर। अनि माथि फाइनली हामी चाहिँ घर आइपुग्यौँ। अब हाम्रो चाहिँ यता कोल पनि छ। पहिले हाम्रो बाजे बोजूको घर चाहिँ यहीँ थियो अरे, पछिबाट सरेर चाहिँ तल गएर बनाउनु भएको अरे क्या। त्यही भएर अझै यहीँ थियो अरे नि त। अनि पछिबाट हामीलाई चाहिँ तल सुविधाको लागि तल लगेर बाजे बोजूले गर्नुभएको अरे। अनि यो चाहिँ कुखुरा फार्म। हाम्रो कुखुराहरू कत्रो कत्रो छ। भाले छ नि हौ। भाग्दो पो रहेछ, वनमा राखेर त वन कुखुरै भएछ नि घर कुखुरा त। टक्क यो चाहिँ कुखुरा फार्म हो। यति नै, अस्ति कति मारेर खायौँ नि त हामीले। अनि टक्कै यस्तो टक्कसँग यो चाहिँ हाम्रो बाजेहरूले अस्ति खोडिया फाड्नु भएको रहेछ कोदोको बिउ राख्नको लागि। अनि यो चाहिँ हाम्रो मकै बारी। अनि दाना छ क्या फेरि हाम्रो चाहिँ घर वरिपरि, तल्लो बारी माथिल्लो बारी दाना एकदम, फले पनि नफले पनि। अब माथिबाट आउनु, माथिबाट त्यो धान त माथि नै ल्याउनुपर्छ नि कुखुराले फेरि। टक्कै माथिबाट चाहिँ यस्तो छ। यो चाहिँ अहिले मान्छे बस्नुको लागि टक्क थोरै। कि कुखुरा त यहाँ पो रहेछ त। आम्माम सबै म्याटभरि हगेछ। भाले त ठुल्ठुलो भाले त यहाँ रहेछ नि त। बस्नुको लागि क्या। अनि यहाँ चाहिँ एकदम सरर हावा क्या, शीतलको लागि चाहिँ यहाँ बस्नुको लागि। अन्त आज चाहिँ एउटा भालेलाई लगेर राम्रो व्यस्त हान्नुपर्ने छ। त्यही भएर हामी चाहिँ बेलैमा आएको भाले लिनुको लागि। आज बेलुकी चाहिँ टक्क यस्तो छ। माथि माथि जङ्गल, मुनि बारी। अनि यहाँ माथि चाहिँ यलम्बर छ, तर यहाँबाट नदेखिँदो रहेछ नि। यहाँ चाहिँ यलम्बर कि अरे छ। अनि यलम्बर पनि जानुपर्छ कुनै दिन। ल अब हामी चाहिँ बाख्रालाई पानी लिन गएको छौँ। आसिम चाहिँ पुरा गाग्री साग्री डडम सडम बोकेर हिँड्नु भइसक्यो। टक्क बाख्रालाई पानी दिइराख्ने। अनि फेरि हामी चाहिँ आज यति मात्रै नभएर हाम्रो यात्रा चाहिँ तल्लो जङ्गल पनि जाने छ क्या गाइस। फेरि बेलुकाको लागि तरकारीको बन्दोबस्त गर्नु पर्यो। टक्क यहाँदेखि भाले लाने, अनि तलबाट फेरि निगुरो सिगुरो खोजेर लिएर यता हो बाटो लिएर टक्कसँग बनाएर खानुपर्ने छ। हामी चाहिँ खानुपर्ने छ। त्यही भएर जङ्गलको माछा र
जङ्गलको मछली र घरको चिकन है कुखुराको मासु खाने हो टक्कसँग अनि सक्नुहुन्छ दासी मेथी बोक्नु होइन अब ज्यानै ठुलो मान्छेलाई ज्यानै भारी भइरहेको हुन्छ त्यही माथि भनेको नि हो हुन नसकेको कहाँ त्यस्तो भनेर हुन्छ त्यस्तरी भएन बिल्कुल हुँदैन हार खानु चाहिँ हाम्रो चाहिँ पानीको ट्याङ्की हो हामी चाहिँ अब यहाँ चाहिँ फेरि के ओभरफ्लो पानी जान्छ नि त अनि त्यही भएर हामी चाहिँ यहाँ तल जम्मा गरिरहेको हुन्छौँ पानी अनि त्यही लिएर गाई बस्तुलाई खुवाउँछौँ हामीले चाहिँ यहाँ ट्याङ्कीमा ट्याङ्की उयो ट्याङ्कीको पानी ट्याङ्कीमा ओभरफ्लो भयो पानी त्यसलाई चाहिँ खाने यो गाई बस्तुलाई यही खुवाउँछौँ नि त यो हो नि त बाख्रालाई अनि यहाँबाट थापेर लानुपर्ने यत्रो लिएको छौँ सामान चाहिँ बोक्नु सकिन्छ कि सकिँदैन उगाउनु न हराङ नै त्यस्तरी होइन क्या लाउनु त तपाईँको पोक बनाउनु त म गर्छु जान्छ नि त छ हाम्रो हिलटेकमा पानी भएन भन्दा फेरि कुन त मेरो पाराले भएन रे अनि छोरीले चाहिँ आफै गर्दैछिन् ए रहेछ त त्यहाँनिर तपाईँलाई बेवकुफ बनाएको नि बेवकुफ यो चाहिँ गाई बस्तुलाई खानको लागि ट्याङ्कीबाट ओभरफ्लो भएको के भन्नुभयो माइजू छ रहेछ हामीलाई केहीको कमी छैन हामी एकदम आफूमै भरिपूर्ण मान्छेलाई कहाँ पुरै छ भनेको पुग्छ 1 महिनाको लागि पुग्छ बर्खामा चाहिँ पुग्छ हिउँदोमा चाहिँ नपुग्ला त्यहाँ माइजू कराउँदै हुनुहुन्छ बोक्नु चाहिँ सक्नुहुन्छ हैन सकिन्छ यो ड्रमबाट र गाग्रीबाट हामी लानु आँटेको कस्तो हुन्छ अब बोकेर बाटोमा चाहिँ ती थेचारिने हो कि बोक्नु सकिने हो थाहा छैन त्यसो नभन्नु न जे आफ्नो बारेमा एकदम उयो गर्नुपर्छ क्या सकिन्छ सक्छु यताउता फुटी त दिनु पर्यो नि त पर्यो कस्तो लागिरहेछ ड्रममा पानी भर्नु छोरी भर्नु त रमाइलो कि अब बोक्नु चाहिँ कस्तो हुन्छ होइन बडी बिल्डर छ साथमा टेन्सन छैन मलाई अहिले बडी बिल्डरलाई नै बोक्नु पर्यो नि बिजोक हामी फेरि एकदम काम गर्ने मान्छे बाहिरबाट बोलाउने गर्छौँ कि ठुलोबाट काम गर्न आइराख्नुपर्छ खास गरी नानी खास गरी चाहिँ के अरे तपाईँको मान्छेको नाम देखेको हो डुबुबाट मगाएको स्पेसल हाम्रो चाहिँ आफङले घरमा यसो सहयोग गर्नु भनेर एकदम कामकारी देखिराख्नु भएको घरमा धेर भयो सक्छ होला कि सकिन्छ खै ड्रम पो फुट्छ होला धेरै होस् ल ल बडी बिल्डर सानो बडी बिल्डर ले पुर्यायो पानी गलेन हौ यहाँ मैले लिएको गाग्री छोरीले चाहिँ ड्रम कुखुराहरूलाई पानी सब आश गरेर म दिन्छु यिनीहरूलाई पानी केमा पो हो सबजना आश गरिरहेको छौँ तिर्खाले ल ल लु खाऊ केटाकेटी हो पानी यहाँ खाऊ यहाँ यिनीहरूले चारो दिन्छ भनेर पछ्याइरहेको छ तिर्खाको रहेछ तिर्खाएर हैरान हो छोरी चाहिँ यता बाख्रालाई पानी दिन गइरहेछ
खाएन यत्रो मरि बोकेर ल्याएको यता निकाल राखौँ खेर जान्छ भइ त हाल्छ आमा धेरै रहेछ नि त नि बाक्लाको पाटाहरूलाई पसिना म्या गर्छस् खराले पानी खाएन यो हाम्रो खेत ल फोटो खिचिदिनु वाउ कस्तो दामी पोज खै पोज छाता पनि वाउ कस्तो दामी कस्तो यस्तो हुन्छ हैन हो कस्तो राम्रो हाय घरमा खिच्नु न ल हाम्रो घर जस्तै लाग्छ होला मान्छेले हाम्रै घर हो सानो खालको खिचेको पो कस्तो कस्तो पोज अरे त्यस्तै कस्तो हुन्छ हैन छोरा मान्छेले जस्तो अनि कस्तो कस्तो पो यस्तो पछाडि फाटा पनि लाग्छ अरू ल अरे छोरी मछेड ए ल सुँगुर चारो पनि बोक्नुपर्छ यो बोक त म बोक्छु यो चाहिँ बोक नि त म बोकिहाल्छु छोड्नु त ए ल अब चाहिँ हामी घरतिर लाग्यो साथीहरू छोरी गाडी छ अब हामी गएको है गयौँ ल ओए चप्पल त अर्को गर्मी चाहिँ लास्टै गर्मी छ लास्टै छोरीको छाता चाहिँ टाउकोमा आफै अडिने खालको छ के भन्छ अरे यसलाई छोरी छप्री छत्री छत्री टेक्नोलोजी गाउँको टेक्नोलोजी गाउँको एकदम अर्ग्यानिक मेड इन शिववा शङ्खसभा शिववा अब हामी घर झरिँदैछ मर्यो गर्मीले यहाँ त झन् के विधि बाक्लो आमा मकै त यो त घाँसै छरेको होला होइन काकाहरूको निनीको चाहिँ कुन हो त ए ए कुकुरहरू भोग्नु थाले अब तिम्रै छिमेकी हो त हामी पनि चिनेन क्या हो
गुवाको ठाउँमा भन्दा त नगरेको थिएन राम्रो भइरहेछ पानीमा हैन त्यही त आइज 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 खेत 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 लाछिनाएर जायो कुकुर घिचन दास घिचन दास अरे अल्छी बसेर चाहिँ भित्र त्यति बाहिर यहाँबाट देखिने घर यस्तो छ हाम्रो तलको घर यो चाहिँ साथीहरू यो हाम्रो घर छोरी अगाडि अगाडि हिँडिरहेको छिन् गर्मीले इलिक्क भएर चुप लागेर अनुशासित भएर हिँडिरहेछ छोरी चाहिँ आइज 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 एक अनि कस्तो रिस उठ्दो यस्तो भन्न मन लाग्छ हौ म त आइज 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 के बोकेको छोरी त्यो मेहन्दी हो अर्ग्यानिक मेहन्दी ल तिउरी हो क्या यो चाहिँ तिउरी यसलाई लगेर कुटेर लगाउनु पर्छ हातमा लगाउनु पर्छ ए ल भरे कस्तो आउँछ यसको रिजल्ट चाहिँ छोरीले देखाइदिन्छ यो गाउँको अर्ग्यानिक मेहन्दी हो पोरपरा हामी धेरै लाउँथ्यौँ कसले लाउनुहुन्थ्यो तपाईँहरूले पनि साथीहरू कमेन्ट गर्नु होला चारो हाम्रो मकैबारी घरबारीको मकैबारी कति राम्रो छ मकैबारी हाम्रो घर आइपुग्यो साथीहरू धान उठाइदिनु भएको बुवा ए सुक्यो होला अघि नै सुक्नु आँटेको थियो ए मम्मी हस्पिटल गएर आउनुभयो मेरो सासू मम्मी जस्तो जुर्का उठेर हिँड्नु न मेरो सासू मम्मी उता च्यानलको मान्छे चाहिँ बसिरहेको हुन्छ न्याङ्गै यहाँ हाम्रो छोरीले चटपटे ए अघि सुरुदेखिको हुन्थ्यो सबै लगाइदिनु नि छोरी यो नानी भयो हुन्छ नि त फेरि प्याप्ता नमिठो बनाउँछ भयो सक्यो ए लु अनि भ्लगै बनाउनु पाएन नि त पहिला आफू अगाउँ न त्यहाँदेखि बिस्तारै काम कुरो लु लगाउ त अब हेरौँ चट्ट पारेर छोरीको हाम्रो चाहिँ कला हामी चाहिँ फेरि अरूभन्दा अर्कै पाराको खान्छौँ क्या चटपटे हामी त पहेँलो कलरको यी बुढा खान्छ एकैछ राख्नु अलिक बुढा खानु के भयो तुङबा खाने कि त्यही चटपटे त्यो पहेँलो ल्याउनु भयो त तपाईँले के बनायो हो यिनीहरूले त यार चटपटे लु यता हतार भइसक्यो अरे अब चाहिँ सुरु भइसक्यो लु खाऊ त अब कस्तो रहेछ चाख त कस्तो रहेछ लु खाऊ त कस्तो रहेछ यो नाङ्गोतिर नखिच्नु पर्थ्यो होइन दामी हो कस्तो रहेछ आफूले बनाएको मिठै हुन्छ म त म नि चाख्छु है त अब यस्तो गरेर खाएँ ल भन्नै बिर्सेछु यो अर्को गाँस चाहिँ तपाईँहरूको लागि